बढ्दै गइरहेको थियो। अहिले पनि त्यस्तै किसिमको एउटा हावाहुरी आएको छ। यो केही समयपछि थामिन्छ। हामी आफ्नो निर्दिष्ट गन्तव्यमा, आफ्नो लक्ष्यमा, आफ्नो सिद्धान्तमा, आफ्नो कार्यक्रममा, काम क्रियाकलापमा अडिग भएर अगाडि बढ्छौँ र नेकपा एमालेलाई स्थापित गरेर हामी अगाडि बढ्छौँ। हाम्रा केही समीक्षाका विषय हुन सक्छन्, ती आगामी दिनमा समीक्षा गरेर पार्टीलाई नयाँ ढङ्गले, नयाँ सिराबाट हामी स्थापित गरेर अगाडि बढाउँछौँ। र दार्चुला जिल्लाको समग्र जुन जनताको आशा र भरोसा छ त्यो कुरामा मेरो पूर्ण ध्यान रहनेछ। म विगतभन्दा दोब्बर समय अब देश र जनताको लागि काम गर्नेछु। म 24 घण्टा कमसेकम 16, 17, 18 घण्टासम्म म अब क्रियाशील रहनेछु। मैले जनताका बीचमा गएर जुन जुन समस्याहरू देखेको छु, भोगेको छु, ती कुराहरूलाई मेरो अनुभवको कारणले, यत्रो वर्ष राजनीति गरेको अवस्थाले र मेरो अहिले राजनीतिक पार्टी नेकपा एमालेमा रहेको अवस्थाको कारणले मैले सकेसम्म अधिकांश जनताका भावना अनुसार काम गर्नेछु। यहाँहरूले निर्धक्कताका साथ मलाई कुरा राख्नुहुनेछ। पार्टी कमजोर भयो, धेरै ठाउँमा अहिले के हुँदैन भन्ने कुनै निराशा नराख्नु होला। मैले ती सम्पूर्ण कुराहरू म पूरा गराउँछु, धेरै कुराहरू पूरा गराउँछु जनताको बीचमा। अहिले राष्ट्रिय राजनीतिको अवस्था कमजोर भए पनि तपाईँहरूको मत देशको राजनीतिको निर्णायक स्थलमा पुगेको छु। अहिले मैले दार्चुलाको मात्रै नभएर सिङ्गो देशको राजनीतिको एउटा निर्णायक भूमिकामा हामी पुग्छौँ, हामीले गर्छौँ। नेकपा एमालेको तर्फबाट संसदीय राजनीतिको, सत्ता पक्ष र विपक्षको राजनीतिको र पार्टीगत राजनीतिको हिसाबले दार्चुला जिल्लाको भूमिका, तपाईँहरूको अभिमत अब देश सिङ्गो राष्ट्रकै नीति निर्माणमा एउटा प्रभाव पार्ने किसिमले, सिङ्गो राष्ट्रकै कार्यक्रममा प्रभाव पार्ने किसिमले हामीले काम गर्छौँ, म गर्छु। त्यो म तपाईँलाई विश्वास दिलाउन चाहन्छु। हामीले निरन्तर अब काम गर्नुपर्नेछ। धेरै किसिमका कुराहरू भन्दा पनि निरन्तर काममा हामी अगाडि बढ्नुपर्नेछ। हाम्रा तलका, गाउँका, वडाका साथीहरूले पनि आफ्नो कार्यशैलीलाई सच्याउँदै आफ्नो कार्यक्रमहरू जनतामा आधारित बनाउनु पर्नेछ। आफ्नो व्यवहारहरू जनतामा आधारित बनाउनु पर्नेछ। हामीले हर हमेसा जनतासँग सम्पर्कमा रहनुपर्छ। त्यसमा सम्पूर्ण पार्टी पङ्क्ति अगाडि बढ्नेछ। मैले यहाँ सम्पूर्ण आदरणीय न्यायप्रेमी जनसमुदायहरूमा के अनुरोध गर्न चाहन्छु भने कतिपय कुराहरू अनुभवले हामी सिक्दै गइरहेका छौँ। कतिपय कमी कमजोरीहरू हामी सुधार्दै जानेछौँ र आगामी दिनमा जुन किसिमको नेपाली जनताहरूले परिवर्तन खोजेका छन्, सुशासन खोजेका छन्, राजनीतिमा इमान्दारिता खोजेका छन्, राजनीतिमा चाहिँ सुशासन खोजेका छन्, यी कुराहरू म आफैबाट सुरु गरेर सिङ्गो पार्टी पङ्क्तिलाई कार्यान्वयन गर्ने तहमा म पुर्याउनेछु। यो कुरा म तपाईँहरूको बीचमा वाचा र वचनबद्धता प्रकट गर्नेछु। यहाँहरूले कुनै पनि किसिमको साह्रो गाह्रो पर्दाखेरि, समस्या पर्दाखेरि मलाई सोझै मेरो नम्बर कुनै बेला मिटिङमा हुँदाखेरि अफ हुनसक्छ, कुनै बेला म कहीँ नहुन सक्छ, तर निरन्तर तपाईँहरूले सम्पर्क गर्नुहोला। कसैले गर्दा पनि हुन्छ। कुनै पनि नागरिकले, कुनै पनि पार्टी समर्थकले आफूलाई समस्या पर्दाखेरि गाउँठाउँको कुराहरूको लागि मलाई सम्पर्क गर्नुहोला। म निरन्तर सेवामा हाजिर रहनेछु कुनै पनि बेलामा। यसको लागि म तपाईँहरूलाई पहिले पनि भनेको थिएँ,